हेलो साथीहरू, यहाँ सम्पूर्णलाई नमस्कार। म नवीन विक्रम साई ठाकुरी। म चाहिँ आज चाहिँ यहाँमा चाहिँ एउटा मेरो जीवनमा भएको विगतमा भएको एउटा चाहिँ मेमोरीलाई चाहिँ आज यहाँहरूलाई सुनाउन गइरहेको छु होइन। म पहिला सानो छँदाखेरि हाम्रो गाउँमा चाहिँ राम्रो स्कुलहरू थिएन होइन। मेरो बुवा मुवाले चाहिँ मेरो शिक्षा चाहिँ राम्रो होस्, मेरो छोराको भविष्य राम्रो होस् भनेर मलाई आफूदेखि टाढा, घरदेखि टाढा सदरमुकाम, त्यतिखेर हाम्रो सदरमुकाम भन्ने हुन्थ्यो होइन। अहिले त अब सदरमुकाम छैन। सदरमुकाममा चाहिँ बोर्डिङ स्कुलहरू थियो। अनि त्यो बोर्डिङमा मलाई पढाउन पठाइसक्यो मेरो बुवा मुवाले चाहिँ होइन। अनि म त्यहाँ पढिरहँदाखेरि महिनामा एकचोटि चाहिँ मेरो बुवा भेट्न आइसिन्थ्यो कि। अनि मन्थ वान टाइम्स होइन मेरो बुवा मलाई भेट्न आइसिन्थ्यो। अनि त्यो भेटमा चाहिँ बुवाले के भनिदिन्थ्यो भनेपछि, ल बाबु, मैले चाहिँ यो पसलहरूमा भनिदिएको छु, अनि तँलाई के खान मन लाग्छ त्यहाँ गएर खानु, मेरो नाम भन्नु, अनि मेरो नाम भन्यो भनेपछि उनीहरूले दिन्छ तँलाई खाना के खान मन लाग्छ, चिया नास्ता के खान मन लाग्छ त्यही गरेर खाइस्। अनि पछि महिना पुगेपछि हिसाब गरेर राख्नु भनिदिनु सब्जीहरूलाई, अनि म आइसकेपछि तिर्दिउँला भनेर भनिदिन्थ्यो क्या। अब त्यतिखेरको समय त्यस्तो थियो कि म सानो छँदाखेरि मेरो बुवाको नाम लिँदाखेरि नै साउजीहरूले मलाई खाजाहरू दिने, खानाहरू दिने होइन, सामानहरू दिने गर्थ्यो कि मेरो बुवालाई चिन्ने मान्छेहरूले चाहिँ होइन। मेरो बुवाको पहिचानबाटै मैले खानाहरू खान्थेँ त्यतिखेर चाहिँ होइन। त्यस्तो समय पनि थियो कि। अब अहिलेको समय कस्तो छ भनेपछि आफै कमाउने छु र त पनि विदेशमा कहिलेकाहीँ केही कुराहरू खान मन लाग्दाखेरि आफै किनेर पनि खान सक्दिनँ कि। अन्त चिलाएर आफ्नो खान मन लागेको कुराहरू पाउँदिनँ पनि के। समय भनेको यति बलवान छ कि न घुमेर त्यो समयमा जान सकिन्छ, न त्यो समयलाई तानेर यहाँ ल्याउन सकिन्छ कि अहिले होइन। समय भनेको यस्तो छ। र आफ्नो बुवा भन्ने होइन, आफ्नो बुवालाई चाहिँ अलवेज रेस्पेक्ट गर्नु कि होइन। एकदम प्राउड गर्नु आफ्नो बुवालाई होइन। बुवा आमा आफ्नो साथमा हुँदासम्म चाहिँ एकदम बुवा आमालाई चाहिँ केयर गर्ने होइन, रेस्पेक्ट गर्ने, इज्जत दिने होइन। बाबामा गुमाइसकेपछि कुनै भिडियोहरू बनाएर पोस्ट गर्नु या त्यसपछि ल्याएर रिग्रेट गर्नु भन्दा बुवा आमा छँदा छँदै नै बाबा आमालाई सक्दो खुसी दिने प्रयास गर्नु, म चाहिँ यति भन्छु। अनि त्यसपछि मेरो बुवा आमाले चाहिँ एकदम धेरै सम्झना, आई लभ ड्याड मम, मिस यु सो मच है। एकदम धेरै रेस्पेक्ट छ उनीहरूलाई। आम प्राउड टु बी योर सन्स, थ्याङ्क यू सो मच। मलाई आज यहाँसम्म पुग्ने एउटा क्षमता बनाइदिन्छ हजुरहरूले गर्दाखेरि। यदि सायद हजुरहरूले त्यो मेरो सानो उमेरमा चाहिँ आफूदेखि आफ्नो घरदेखि टाढा नपुऱ्याएको भए सायद आज यहाँसम्म थिएन होला। थ्याङ्क यू सो मच फर एभ्रिथिङ।